प्राचीन समयमा यस स्थानमा ठुला ठुला होम र यज्ञहरू गरिन्थ्यो र सोही यज्ञ गरिएको पवित्र स्थानबाट नै यस पाकरी वृक्षको उत्पत्ति भएको मानिन्छ। अचम्मको कुरा त के छ भने गिद्ध, चिल र काग जस्ता ठुला चराहरूले यस वृक्षमा कहिल्यै बास बस्ने वा विश्राम गर्ने आँट गर्दैनन्। यति घना र सुरक्षित रुख हुँदा हुँदै पनि पंक्षीहरू यहाँबाट टाढै रहनुलाई दैवी शक्तिको प्रभाव मानिन्छ। जनविश्वास छ कि यदि कसैले यस वृक्षलाई क्षति पुर्याउन खोजेमा उसले दैवी प्रकोप वा ठुलो खतराको सामना गर्नुपर्ने हुन्छ। त्यति मात्र होइन, जङ्गली हात्तीहरू कहिल्यै पनि यस वृक्षको नजिक आउँदैनन्। पौराणिक कालदेखि नै विशाल गोवन सर्पहरू यहाँ बस्दै आएका छन्। यी नागहरूले यस वृक्षलाई कुनै पनि बाह्य आक्रमणबाट वा सङ्कटबाट जोगाउने गरेको किम्वदन्ती रहेको छ। आदरणीय साथीहरू, आज म तपाईँलाई यस भिडियोमा बौद्धकालीन भन्दा प्राचीन एसियाकै सबैभन्दा विशाल वृक्षहरूमा पर्ने पाकरी वृक्षको बारेमा जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो राम्रो लागे यस भिडियोलाई एक लाइक गर्दै च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। अब सुरु गरौँ विशाल पाकरी वृक्षको इतिहास र रहस्य। नेपालको लुम्बिनी प्रदेश अन्तर्गत ऐतिहासिक तथा प्राचीन कोलीय राज्यको राजधानी देवदहमा अवस्थित पाकरी वृक्ष प्रकृतिको यस्तो जीवन्त र आश्चर्यजनक चमत्कार हो जसलाई एसियाकै सबैभन्दा ठुलो र पुराना रुखहरूमध्ये एक मानिन्छ। यो वृक्ष केवल एउटा वनस्पति मात्र नभएर बुद्धकालीन इतिहास, अध्यात्म र रहस्यहरूको एउटा अजम्बरी सङ्गम पनि हो। यस विशाल र अद्भुत पाकरी वृक्षको आकार र संरचना हेर्दा जो कोही पनि स्तब्ध हुने गर्छन्। यसको मुख्य ग्रिडको परिधि करिब 82 फिट रहेको छ भने यो करिब 96 फिटको उचाइमा उभिएको छ। यसका हाँगाहरू चारैतिर यसरी फराकिलो गरी फैलिएका छन् कि तिनको कुल परिधि करिब 500 मिटरभन्दा बढी पुग्दछ। यो रुख यति विशाल छ कि टाढाबाट हेर्दा यो एउटा रुख नभएर एउटा सिङ्गो पहाड वा घना जङ्गल जस्तै देखिन्छ। पाकरी वृक्षको यो भीमकाय स्वरूपले यसको प्राचीनता र जीवन शक्तिलाई स्पष्ट पार्छ, जुन हजारौं वर्षदेखि एउटै स्थानमा अटल रहेर इतिहासका अनेकौं कालखण्डको साक्षी बनिरहेको छ। यस वृक्षको उत्पत्ति र ऐतिहासिक सम्बन्धको खोजी गर्दा हामी भगवान गौतम बुद्धको समयसम्म पुग्छौँ। पुरातत्व विभागले गरेको विभिन्न सर्वेक्षण र स्थानीय अध्ययनहरूले यो वृक्ष शाक्य वंशको पालादेखि नै अस्तित्वमा रहेको अनुमान गरेका छन्। प्राचीन कोलीय राज्यको इतिहाससँग जोडिएको यो क्षेत्र अत्यन्तै पावन मानिन्छ। एउटा बलियो पौराणिक विश्वास अनुसार प्राचीन समयमा यस स्थानमा ठुला ठुला होम र यज्ञहरू गरिन्थ्यो र सोही यज्ञ गरिएको पवित्र स्थानबाट नै यस पाकरी वृक्षको उत्पत्ति भएको मानिन्छ। भगवान गौतम बुद्धकी माता रानी माया देवीको जन्मस्थल देवदहको नजिकै यो वृक्ष रहेकाले बुद्धले आफ्नो बाल्यकालमा वा ज्ञानको खोजीका क्रममा यहाँको शान्त वातावरणमा योग साधना र ध्यान गरेको हुन सक्ने विश्वास गरिन्छ। बुद्धको मावली पक्षको यो विरासतले गर्दा नै आज पनि बौद्ध धर्मावलम्बीहरूले यसलाई श्रद्धाका साथ हेर्छन् र यसको फेदमा बसेर शान्तिको अनुभूति गर्दछन्। धार्मिक र सांस्कृतिक दृष्टिकोणले पाकरी वृक्षलाई अत्यन्तै शुभ र पवित्र मानिएको छ। यस वृक्षका भव्य हाँगाहरू र जमिनसम्म फैलिएका जराहरूलाई नियालेर हेर्दा विभिन्न हिन्दू देवी देवताहरूको मूर्ति स्वरूप आकार देखिने गर्दछन्। स्थानीय बासिन्दाहरूले यी प्राकृतिक रूपमै बनेका आकृतिहरूलाई साक्षात् ईश्वरको रूप मानी परापूर्व कालदेखि नै पूजाआजा गर्दै आइरहेका छन्। यस रुखलाई हानि पुर्याउनु वा यसको एउटा हाँगा पनि भाँच्नु ठुलो अनिष्टको प्रतीक मानिन्छ। जनविश्वास छ कि यदि कसैले यस वृक्षलाई क्षति पुर्याउन खोजेमा उसले दैवी प्रकोप वा ठुलो खतराको सामना गर्नुपर्ने हुन्छ। त्यसैले यस वृक्षको संरक्षण केवल कानुनले मात्र होइन, बरु स्थानीयको गहिरो आस्था र डर मिश्रित श्रद्धाले पनि गरिरहेको छ।
यस वृक्षको नामबाटै यस वरपरको सिङ्गो क्षेत्र पाकरी गाउँको रूपमा चिनिनुले पनि यसको स्थानीय जनजीवनमा कति ठुलो प्रभाव छ भन्ने स्पष्ट पार्दछ। यस वृक्षसँग जोडिएका केही अद्वितीय र आश्चर्यजनक तथ्यहरूले आधुनिक विज्ञानलाई समेत चुनौती दिइरहेका छन्। पाकरी वृक्षको सबैभन्दा ठुलो रहस्य यहाँ चराले कहिल्यै गोड नलगाउनु हो। अचम्मको कुरा त के छ भने गिद्ध, चिल र काग जस्ता ठुला चराहरूले यस वृक्षमा कहिल्यै बास बस्ने वा विश्राम गर्ने आँट गर्दैनन्। यति घना र सुरक्षित रुख हुँदाहुँदै पनि पन्छीहरू यहाँबाट टाढै रहनुलाई दैवी शक्तिको प्रभाव मानिन्छ। त्यति मात्र होइन, यसका हाँगाहरू जमिनको सतहबाट निकै नजिक र सुलभ भए तापनि जङ्गली हात्तीहरू कहिल्यै पनि यस वृक्षको नजिक आउँदैनन्। स्थानीय बासिन्दाहरूका अनुसार यस वृक्षको संरक्षण र रक्षाका लागि पौराणिक कालदेखि नै विशाल गोवन साँपहरू यहाँ बस्दै आएका छन्। यी नागहरूले यस वृक्षलाई कुनै पनि बाह्य आक्रमणबाट वा सङ्कटबाट जोगाउने गरेको र यहाँको पवित्रता कायम राखेको विश्वास गरिन्छ। प्रकृतिको यो अनुपम उपहार वर्षभरि नै सदाबहार रहन्छ। जुनसुकै मौसममा पनि यसको हरियालीमा कुनै पनि कमी आउँदैन, जसले गर्दा यो सधैँ युवा र ऊर्जावान देखिन्छ। यसको विशाल छत्रछाया मुनि पुग्दा मिल्ने शीतलता र शान्तिले जोसुकैको थकान मेट्ने गर्छ। यो रुख एउटा यस्तो जीवित स्मारक हो जसले बुद्धकालीन सभ्यता, प्राचीन कोलीय राज्यको ऐश्वर्य र प्रकृतिको रमणीय शक्तिलाई एकैसाथ बोकेर उभिएको छ। यसरी ऐतिहासिक तथा धार्मिक आस्था र प्राकृतिक विशिष्टताले सम्मिश्रण भएको यो पाकरे वृक्ष केवल देवदहको मात्र नभएर सिङ्गो नेपाल र विश्वकै एउटा महत्त्वपूर्ण पर्यटकीय तथा आध्यात्मिक सम्पदा हो। यसको उचित संरक्षण र प्रचार प्रसारले भविष्यका पुस्ताहरूलाई पनि हाम्रो गौरवशाली इतिहास र प्रकृतिको अद्भुत शक्तिको परिचय दिइरहनेछ। नमस्कार, मैं देवदह नगरपालिका 8 बस्ने रुद्र पाण्डे, देवदह नगरपालिका कर्मचारी। हाम्रो ऐतिहासिक धार्मिक सम्पदाले भरिएको यस पाकरी वृक्ष ऐतिहासिक बुद्धकालीन वृक्ष, बुद्ध भगवान आएर बस्नुभएको, खेल्नुभएको 2700 वर्ष पुरानो यसलाई अनुमान गरिएको छ। र धार्मिक हाम्रो मास्टर होल्डर, पिएचडी होल्डर र विभिन्न धरती माताहरूले मेडिटेसन गरे अनुसार 33 देवता शिवजी, गणेश भगवान, शेषनागले बास गर्नुभएको यस पवित्र वृक्ष अमृतमय वृक्ष, जसलाई अवलोकन गर्नको लागि नेपालको सामान्य किसानदेखि लिएर मन्त्रीवर्गसम्म 81 पिएचडी होल्डर, मास्टर होल्डर, बायोलोजी टिचिङ, हाम्रो खुमलटरका साइन्टिस्टहरू, विश्वविद्यालय अनुगमन टोली, जियोफिजिक्स साइन्टिस्ट, अन्तर्राष्ट्रिय पत्रकारहरू, एएनआइएस लगायत सम्पूर्ण टिम, एजुकेसनल टुर, बायोलोजी टिचिङ सम्पूर्ण टिमहरू अलरेडी आइसक्नुभयो। आज पनि हाम्रो पत्रकारिताबाट हाम्रो सरहरू यस पाकरी वृक्षमा अवलोकन, रिसर्च र माइक्रोस्टडी गर्न आउनुभएकोमा हृदय अभिवादन र नमस्कार गर्न चाहन्छु। हाम्रो 96 फिट उचाइ, 82 फिट फेद र 500 फिटको हाँगामा फैलिएको, सधैँभरि हरियो भइराख्ने, कहिले उजाड नहुने, गिद्ध, चिल, बाज, बकुला नबस्ने, गुड नलाउने, प्रशस्त अक्सिजन भएको र सकारात्मक ऊर्जा भएको, हाम्रो स्किन क्यान्सर, स्किन डिजिज, हाइपरटेन्सन, डिप्रेसन, फ्रस्ट्रेसन र क्रोनिक डिजिजहरूलाई निवारण गर्न मद्दत गर्ने वृक्ष भएको हुँदाखेरि हाम्रो देवदह नगरपालिका, टोल सुधार समिति, वार्ड प्रतिनिधि, लुम्बिनी लगायत त्यहाँका सम्पूर्ण रिटायर्ड पर्सनसँगै आज पनि हाम्रो रिटायर्ड पर्सनहरू एड हुनुभएको छ। सम्पूर्णको एउटै आवाज छ, हाम्रो गौतम बुद्ध मेडिटेसन सेन्टर भन्ने हाम्रो प्लानिङ त्यसको हाम्रो आर्किटेक्ट इन्जिनियर गोपाल बहादुर कँवरजी हुनुहुन्छ। यसित जोडिएको हाम्रो गौतम बुद्धको मावली र लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी, जहाँ हाम्रो एग्रो फरेस्ट्री इन्भाइरोमेन्टल डेभलपमेन्ट स्टडी साइन्स अफ द गेम टप युनिभर्सिटीसँग कनेक्ट भएको यस वृक्ष, पवित्र वृक्ष, देवभूमिमा भएको, हाम्रो यो पुण्य भूमिमा भएको एउटा वर्काउली डिजाइनिङको रेयरली ट्री इन द वर्ल्ड भन्छ। हाम्रो विश्वमा एकदम बिरलै पाइने हाम्रो रिटायर्ड पर्सनहरूले भन्नुहुन्छ, चाइनाका डक्टरहरू, वरिष्ठ व्यक्तिहरूले भन्नुहुन्छ, यसलाई हाम्रो विश्वमा एकदम बिरलै पाइने वृक्ष, फेमस ट्री, एसियाको लार्जेस्ट एन्ड ओल्डेस्ट ओल्ड नेचुरल ब्युटी टप 10 भन्छ। यसमा हाम्रो विभिन्न पेपरी, स्ट्रक्चर र टेक्निकली सब्जेक्टहरू छन्, त्यो मैले देखाइदिन्छु। र यसको नाम भनेको हाम्रो पाकड, चौधरी कुमार महत्त्व पटक चौधरीहरूले पाकड भन्नुहुन्छ। हाम्रो काभ्राको प्रजातिलाई पाकड भनिन्छ, पाकडबाट पाकडी हुनुभएको छ। र फल्का छ हाम्रो फर्नन्यम, बनियन ट्री, दुईवटा बनियन र युनिक नेम भनेको पाकडी हो। अब हामी स्ट्रक्चर छिटोभन्दा छिटो हामी गइरहेका छौँ। हामीले स्ट्रक्चर भनेको जस्तो यहाँ हाम्रो हात्तीको सुनको सेप बनेको छ, आँखा भयो, चिर भयो, कान भयो, सुन बनेको छ। आदरणीय साथीहरू, यदि तपाईँ यस भिडियोको अन्तिमसम्म आइपुग्नुभयो भने यो भिडियो तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो लागेमा आफ्नो साथीभाइहरूलाई सेयर गर्दै, यस भिडियोलाई लाइक गर्दै च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। अब हाम्रो भेट अर्को भिडियोमा हुनेछ।